आजको भिडियोमा चाहिँ हामीले भर्खरै लन्च भएको Vivo Y400 फोनको बारेमा कुरा गर्न जाँदैछौँ। यो फोनलाई चाहिँ तपाईँले नेपाली मार्केटमा चाहिँ यसको 8GB र 56GB स्टोरेज क्यापेसिटी भएको भेरिएन्टलाई लगभग 37,000 मा चाहिँ किन्न सक्नुहुन्छ। यो चाहिँ नेपाली मार्केटमा चाहिँ लन्च भएको छ। यो चाहिँ एउटा मिड रेन्ज सेगमेन्टको फोन हो हैन। सो यसलाई चाहिँ हामीले चाहिँ कम्पेयर गर्नेवाला छौँ हैन मार्केटमा यसको भ्यालु कति छ, तपाईँले यो फोन किन्दा कतिको ठिक हुन्छ हुँदैन, यो प्राइस रेन्जमा तपाईँले अरू के कुराहरू चाहिँ राम्रो पाउनुहुन्छ, सबै कुराको बारेमा आजको भिडियोमा हामी कुरा गर्न जाँदैछौँ। सो तपाईँले चाहिँ यो भिडियोलाई चाहिँ लास्टसम्म हेर्नुभयो भने चाहिँ तपाईँले चाहिँ यदि एउटा नेपालमा चाहिँ एउटा मिड रेन्ज एउटा फोन किन्ने सोचिराख्नु भएको छ र कन्फ्युजनमा हुनुहुन्छ भने चाहिँ तपाईँको कन्फ्युजन चाहिँ क्लियर हुनेछ। डिजाइन र बिल्डको बारेमा कुरा गरौँ। यसमा तपाईँले IP68 69 को चाहिँ तपाईँले चाहिँ रेटिङ पाउन सक्नुहुन्छ, जो कि एकदमै राम्रो कुरा हो हैन। र यसमा तपाईँले चाहिँ डाइनामिक आइल्यान्ड पनि पाउनुहुन्छ। सो डिजाइनको बारेमा कुरा गर्नुपर्दा डिजाइन एकदमै प्रिमियम छ, एकदमै प्रिमियम छ, तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ हैन। सो तपाईँले चाहिँ हातमा छोप्दा पनि तपाईँलाई चाहिँ एकदमै प्रिमियम चाहिँ फिल हुन्छ। यसमा चाहिँ एकदमै राम्रो मेटेरियल चाहिँ युज गरेको छ हैन। सो तपाईँले चाहिँ हातमा छोप्दा चाहिँ तपाईँलाई चाहिँ एकदमै प्रिमियम नै फिल हुन्छ। अनि यसको मेन IP रेटिङले गर्दा चाहिँ यो फोनलाई चाहिँ एकदमै महँगो बनाएको हो हैन। सो यसकोमा चाहिँ तपाईँले चाहिँ एकदमै राम्रो डिजाइन र बिल्ड चाहिँ पाउन सक्नुहुन्छ। अब त्यो डिस्प्लेको बारेमा कुरा गरौँ। यसमा तपाईँले 6.67 इन्चको एमोलेड फुल HD प्लस डिस्प्ले पाउन सक्नुहुन्छ र तपाईँले 120 हर्ट्जको स्मुथ रिफ्रेस रेट पनि पाउन सक्नुहुन्छ। डिस्प्लेको क्वालिटीको बारेमा कुरा गर्नुपर्दा एकदमै राम्रो क्वालिटी चाहिँ यसमा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। मुभिजहरू हेर्दा हैन, टिकटक, इन्स्टाग्राम, फेसबुकहरू चलाउँदा चाहिँ तपाईँलाई चाहिँ एकदमै प्रिमियम चाहिँ फिल हुन्छ क्या हैन। डिस्प्लेमा पनि एकदमै राम्रो छ डिस्प्ले। डिस्प्लेको क्वालिटी, कलर ग्रेडिङहरू चाहिँ एकदमै राम्रो छ। यसमा चाहिँ तपाईँले चाहिँ ओभरअली डिस्प्लेको बारेमा कुरा गर्नुपर्दा डिस्प्ले चाहिँ एकदमै बवाल नै तपाईँले चाहिँ पाउन सक्नुहुन्छ। अब यसको बारेमा कुरा गर्नुपर्दा क्वालकम स्न्यापड्रागन 4 Gen 2 भन्ने प्रोसेसर छ यसमा। तपाईँले यसमा 8GB ऱ्याम र 128GB स्टोरेज क्यापेसिटी अथवा 256GB स्टोरेज क्यापेसिटी चाहिँ पाउन सक्नुहुन्छ। यसमा तपाईँले चाहिँ एन्ड्रोइड 15 प्लस फन्टस OS 15 चाहिँ तपाईँले चाहिँ यसमा चाहिँ सफ्टवेयर पाउन सक्नुहुन्छ। अब प्रोसेसरको बारेमा कुरा गर्नुपर्दा प्रोसेसर खासै राम्रो छैन हैन, तर डिसेन्ट टास्कहरू गर्दा चाहिँ तपाईँलाई चाहिँ खासै त्यस्तो प्रब्लमहरू चाहिँ फेस गर्नु पर्दैन। तपाईँले हल्का-फुल्का गेमिङहरू, हल्का-फुल्का डेली टास्कहरू चाहिँ मजाले नै गर्न सक्नुहुन्छ। तर हेभी गेमिङ गर्छु भनेर चाहिँ नसोच्नु होला। ओभरअल प्रोसेसरको बारेमा कुरा गर्नुपर्दा तपाईँले चाहिँ मिड रेन्ज गेमिङ चाहिँ इजिली गर्न सक्नुहुन्छ, बट हेभी गेम चाहिँ तपाईँले चाहिँ खेल्न सक्नुहुँदैन हैन, किनभने यसमा चाहिँ एकदमै लो क्वालिटीको प्रोसेसर छ। यदि तपाईँले मार्केटमा हेर्नु छ भने चाहिँ मार्केटमा यो प्राइस पोइन्टमा तपाईँले थुप्रै एकदमै राम्रो प्रोसेसरहरू पाउन सक्नुहुन्छ। सो प्रोसेसरको मामलामा चाहिँ मलाई चाहिँ अलिकति चाहिँ डिसअपोइन्ट चाहिँ यसले गरेको छ। क्यामेराको बारेमा कुरा गर्नुपर्दा 50 मेगापिक्सलको प्राइमरी क्यामेरा र 2 मेगापिक्सलको सेकेन्डरी क्यामेरा तपाईँले पाउन सक्नुहुन्छ। 32 मेगापिक्सलको चाहिँ तपाईँले चाहिँ फ्रन्ट क्यामेरा पनि पाउन सक्नुहुन्छ। अब भिडियोजहरूको कुरा गर्नुपर्दा पनि भिडियोज चाहिँ तपाईँले चाहिँ डिसेन्ट नै खिच्न सक्नुहुन्छ। अब क्यामेराको ओभरअल कुरा गर्नुपर्दा चाहिँ तपाईँले चाहिँ एउटा डिसेन्ट क्यामेरा चाहिँ यसमा पाउन सक्नुहुन्छ। त्यस्तो खासै राम्रो पनि छैन क्यामेरा हैन। सो एभ्रीडे फोटोजहरूको लागि, सोसल मिडिया पोस्टहरूको लागि हल्का-फुल्का डिसेन्ट हैन, डिसेन्ट क्वालिटीको फोटोजहरू खिच्नको लागि चाहिँ यो चाहिँ ठिकै नै छ। ब्याट्रीको बारेमा कुरा गर्नुपर्दा 6000 mAh को ब्याट्री छ र 90 वाटको फास्ट चार्जिङ क्यापेसिटी तपाईँले पाउन सक्नुहुन्छ। एकदमै लङ ब्याट्री लाइफ चाहिँ तपाईँले पाउन सक्नुहुन्छ, प्लस तपाईँले फास्ट चार्जिङ क्यापेसिटी पनि पाउनुहुन्छ। सो तपाईँको लागि चाहिँ एकदमै राम्रो कुरा चाहिँ हुनेवाला छ हैन। यसमा चाहिँ तपाईँले चाहिँ ब्याट्रीमा चाहिँ केही त्यस्तो प्रब्लमहरू फेस गर्नु पर्दैन। अब यो फोनको चाहिँ एकचोटि समरी गरिदिउँ हैन। यसमा चाहिँ तपाईँले चाहिँ एकदमै राम्रो डिस्प्ले पाउन सक्नुहुन्छ, एकदमै खतरा ब्याट्री पाउनुहुन्छ र तपाईँले चाहिँ यसमा चाहिँ ड्युराबिलिटी पनि एकदमै राम्रो पाउन सक्नुहुन्छ। IP68 69 भनेको आई थिङ्क अहिलेसम्मकै टप रेटिङ चाहिँ हो हैन। अनि यसमा चाहिँ तपाईँले चाहिँ एकदमै राम्रो भ्यालु फर मनी पनि पाउन सक्नुहुन्छ मिड रेन्जमा। अब यसको नराम्रो कुराहरूको बारेमा कुरा गर्नुपर्दा क्यामेरामा मैले तपाईँलाई भनिसकेको छु, अलिकति डिसअपोइन्ट तपाईँलाई गर्न सक्छ। अनि यसको चिपसेट पनि खासै राम्रो छैन हैन। सो यो चाहिँ यसको नराम्रो कुराहरूको बारेमा चाहिँ हो हैन। सो ओभरअल कुरा गर्नुपर्दा खासै त्यस्तो भ्यालु फर मनी लागेन मलाई, किनभने अब कसैले यदि फोन किन्न जाँदैछ भने चाहिँ IP रेटिङ मात्रै हेरेर त भएन नि हैन। सो यसमा चाहिँ खासै त्यस्तो राम्रो लागेन, बट तपाईँलाई चाहिँ डिजाइन राम्रो चाहिएको हो, IP रेटिङ तपाईँको मेन प्रायोरिटी हो हैन। अनि तपाईँलाई चाहिँ एकदमै राम्रो ब्याट्री पनि चाहिएको छ, एकदमै राम्रो डिजाइन चाहिएको छ भने पनि तपाईँले यो फोनलाई चाहिँ चुज गर्न सक्नुहुन्छ। त्यही नै हो कुरा। यदि तपाईँलाई चाहिँ
एउटा राम्रो डिस्प्ले चाहिएको छ, एकदमै राम्रो ब्याट्री चाहिएको छ, डिसेन्ट क्यामेरा चाहिएको छ र एकदमै राम्रो चाहिँ तपाईँलाई चाहिँ ड्युरेबल चाहिएको छ, आइपी रेटिङ राम्रो चाहिएको छ भने तपाईँले चाहिँ यो फोनलाई किन्न सक्नुहुन्छ। बाँकी तपाईँलाई चाहिँ यस्तो कुराहरू चाहिएको छैन भने पनि तपाईँले चाहिँ यो फोनलाई चाहिँ स्किप गर्न सक्नुहुन्छ। किनभने यो प्राइस पोइन्टमा चाहिँ तपाईँले चाहिँ नेपाली मार्केटमा थुप्रै फोन्सहरू पाउन सक्नुहुन्छ, राम्रो राम्रो फोन्सहरू। सो डिस्प्ले मेन प्रायोरिटी हो, ब्याट्री मेन प्रायोरिटी हो भने चाहिँ तपाईँले चाहिँ यो फोनलाई चाहिँ किन्न सक्नुहुन्छ। बाँकी तपाईँहरूलाई चाहिँ यो फोनको बारेमा के लाग्छ तल कमेन्ट सेक्सनमा चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला। भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस्। आई विल सी यू इन द नेक्स्ट भिडियो।